निहत्था नागरिकलाई गोली हानेर मार भन्ने अधिकार प्रहरीलाई कसले दिएको छ र? त्यो छैन। तर मैले भने नि त्यो जस्तै तपाईँलाई एउटा कुरा भनौँ, त्यसको भोलिपल्ट तपाईँ खालि यही कुरामा केन्द्रित हुनुभयो होइन। अब तपाईँले के हो म थाहा बुझाएको छैन। तपाईँ त्यही यही कुरा नि तपाईँले भोलिपल्ट प्रहरीलाई घिसारी बाटोमा तानी लाठीले हानी घोची मारे। मान्छेको मानवीय स्वभाव त त्यो रहेछ नि त होइन। त्यो चाहिँ ठिक हो भन्ने जस्टिफाई हुन्छ? तपाईँले देख्नु भएको छ नि जसरी अघि प्रहरीलाई गोली लाग्यो, के अरे युथहरूलाई गोली लाग्यो। मैले भने युथहरूलाई गोली लाग्यो दुःख लागेको छ मलाई। हामीलाई युथहरूलाई, युवाहरूलाई अर्थात् प्रदर्शनकारीलाई गोली नै हालेर मार्नुपर्छ भन्ने कुनै पनि हाम्रो के अरे स्ट्राटेजी नै होइन, छलफल पनि होइन, नीति पनि होइन। तर भाइटल इन्स्टलेसन सेक्युरिटीमा आगजनी हुन्छ भने त्यहाँ बसेपछि के गर्ने त? ल तपाईँ भन्नुहोस् त। यो आन्दोलन यो अन्तिम होइन, फेरि पनि हुन्छ यस्तो आन्दोलन हुनसक्छ होइन, भविष्यमा कुनै दिन हुनसक्छ। त्यतिखेर आयो भने सबै जलाउनु दिने जस्तो हाम्रा अब अहिले पनि त छन् त्यो स्थिति। अब आन्दोलनहरू विभिन्न कार्यक्रमहरू घोषणा भइरहेछन्, आइरहेछन्, पहिला नि भएका छन्, अब भविष्यमा पनि हुनसक्छन् यस्तो आन्दोलन। त्यतिखेर प्रहरी के गर्ने त? सबै जलाउनु दिने, सबै के तोडफोड गर्छन्, आगजनी गर्छन्, सबै छोड्ने? यदि त्यसरी छोड्ने अन्त प्रहरीले राख्दै नराखेको, प्रहरीलाई हतियारै नदिए भयो नि त। प्रहरीले आवश्यक पर्दाखेरि होइन, प्रहरीलाई विशेष परिस्थितिहरूमा कानुनले पनि हतियार प्रयोग गर्ने अधिकार दिएको छ र विशेष परिस्थिति पर्दाखेरि यसले हतियारको प्रयोग गर्नुपर्छ भनेर नै प्रहरीलाई हतियार दिएको होला कि राख्दैन। नत्र व्यक्तिगत रूपमा मेरो के इच्छा छ